धनबहादुर नाम गरेका एक गरिब किसान नेपालको दुर्गम पहाडी गाउँमा बस्छन्। सानै उमेरदेखि खेतबारीमा गोरु जोतेर खेती गर्न थालेका धनबहादुरको जीवन सधैँ सङ्घर्षमय बित्यो। उनका परिवारमा श्रीमती, दुई साना छोरा, एक वृद्ध आमा छन्। वर्षौंदेखि बाँझो पहाडमा खेत जोतेर पेट पालिरहेका उनी दिनरात मेहनत गर्छन्, तर प्रकृतिले सधैँ साथ दिएको छैन। कहिले असिना पर्दा अन्न नष्ट हुन्छ, कहिले सुक्खाले बाली सुकाउँछ। उनको एउटा धोको छ, छोराछोरीले आफूले जस्तो दुःख नपाउन्, त्यसैले बिहानको खाजा नखाई पनि स्कुल पठाउँछन्। भाले बेचेको पैसाले किताब किन्छन्, कहिले काँधमा काँध मिलाएर गाउँकै स्कुल बनाउँछन्, कहिले आँखा रसाउँदै ऋण तिर्छन्। सरकारका योजनाहरू गाउँ नपुगेको गुनासो त छँदै छ, तर उनले कहिल्यै आशा मारेका छैनन्। धनबहादुरको जीवन एउटा चित्र हो, कठिनाई, माया र आशाको। उनले सधैँ भन्छन्, म मर्नु परे पनि छोराछोरीको पढेलेखेको देख्न पाए त जिन्दगी सफल हुन्थ्यो। गाउँका असङ्ख्य किसान जस्तै उनी पनि सपनाका भरमा जिन्दगी बाँचिरहेका छन्।